नमस्कार, म वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुली, बाढी पूर्वानुमान शाखा प्रमुख, बाढी पूर्वानुमान शाखा प्रमुख, जल विज्ञान तथा जल सूचना अनुसन्धान केन्द्र। एकदमै महत्त्वपूर्ण सूचनाका साथ उपस्थित भएको छु। करिब आज भाद्र 10 गते करिब 9 बजेको समयमा रसुवा भोटेकोशी नदीमा तिब्बत तर्फबाट धेरै ठुलो बाढी प्रवेश गरेको छ र त्यो बाढी अहिले यतिखेर कुरा गरिराख्दाखेरि नुवाकोटको सदरमुकाम विदुरभन्दा केही तल पुगिसकेको अवस्था छ र त्यसले माथिल्लो क्षेत्रमा ज्यादै ठुलो क्षति गरिसकेको सूचना प्राप्त भएको छ। हामीले यो बाढीको ठुलो असर मुगलिनसम्म पर्न सक्ने आकलन गरेर तत्कालै हामीले चाहिँ एसएमएसहरू सम्प्रेषण गरिसकेका छौँ र हामी मुख्यतः त्रिशुली नदीको मुगलिनसम्म मर्स्याङदेखिको दोभानसम्मको क्षेत्रलाई चाहिँ अति उच्च जोखिमको क्षेत्र हामीले पहिचान गरे अनुरूप त्यो स्थानसम्मको तटीय क्षेत्रमा नुवाकोट, धादिङ र चितवनको तटीय क्षेत्रमा अति उच्च सावधानी, नदी तटीय क्षेत्रका जति पनि घर अथवा बस्तीहरू छन् उहाँहरूलाई सुरक्षित स्थानमा रहन, पृथ्वी राजमार्ग र अन्य कोरिडोरको सबै राजमार्गहरू बन्द गर्न आवागमन नगर्नको लागि पनि हाम्रो चाहिँ अनुरोध छ, सुझाव छ र सँगै चितवनको क्षेत्रमा पनि यो बाढीको केही असर पर्ने देखिन्छ। मुख्यतः देवघाटबाट तल चितवन र नवलपरासीको तटीय क्षेत्रमा धेरै ठुलो जोखिम चाहिँ देखिएको छैन, तर पनि सावधानी चाहिँ जरुरी देखिन्छ। अब यो घटना के कारणबाट घट्यो भन्ने अनुसन्धानको विषय छ। हामी सम्भवतः आज बेलुकीसम्म चीन सरकारसँग समेत समन्वय गरिकन र विभिन्न भूउपग्रहको माध्यमबाट यो हिमताल विस्फोटन हो वा अन्य कारणबाट सिर्जना भएको त्यसको निष्कर्षमा पुग्नेछौँ। त्यति बेलासम्मको लागि हामीले पछिल्लो सूचना जारी गरेका छौँ बाढी पूर्वानुमान शाखाबाट कि अर्को सूचना नआउँदासम्म अति उच्च सावधानी र सुरक्षित ठाउँमा रहनको लागि हाम्रो अपिल छ। त्यो अपिललाई यहाँले अनुसरण गरेर र सँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण जिल्ला हुँदै पनि यो सूचना स्थानीय सरकार हुँदै समुदायसम्म पनि पुगेको अवस्था छ। हामी सबै मिलेर यस विषम परिस्थितिको सामना गरौँ र थप क्षति हुनबाट रोकौँ र मैले अघि पनि भने यसको थप अध्ययन र अनुसन्धानपछि यो के कारणले बाढीको घटना सुरुवात भयो, सिर्जना भयो भन्ने हामी अन्तिम निष्कर्ष पुगेछौँ। हामी नियमित रूपमा यो घटनाको अपडेट गर्दै जानेछौँ। अर्को अहिले कहाँ चाहिँ सावधानी अपनाउनु पर्छ फेरि त्यो एकचोटि? अब सावधानी अपनाउनु पर्ने क्षेत्र मैले अघि पनि भने रसुवाको क्षेत्र पुरै क्षेत्र भइहाल्यो, तर रसुवाको क्षेत्रमाबाट बाढी प्रवेश चाहिँ नुवाकोटतर्फ गरिसकेको अघि नै त्यस हिसाबले नुवाकोटको समग्र नदीको चाहिँ नदीमा जोडिएका पालिका र वडाका समग्र क्षेत्रहरू, पृथ्वी राजमार्गको समग्र क्षेत्र, कम्तीमा पनि मुगलिनसम्मको क्षेत्र, त्यस पछाडि धादिङतर्फको तटीय क्षेत्र, यी सबै क्षेत्रहरू चाहिँ अहिले नदी त्रिशुली नदी जोडिएका सबै क्षेत्रहरू र यसको केही असर सम्भवतः तादी नदीको ब्याकवाटर फ्लो हुन्छ, तादी नदीतर्फ पनि यो नदी चाहिँ प्रवेश गर्न सक्छ केही हदसम्म, त्यस्तै बुढी गण्डकीमा पनि र अन्य मलेकुर लगायत अन्य जति पनि खोला र नदीहरू छन् त्यसमा भित्रसम्म यो यसको ब्याकवाटर इफेक्ट भन्छौँ हामी, पानी चाहिँ फर्किएर आउन सक्छ। मिसिएका जति पनि खोला नालाहरू छन् तिनीहरूको भित्रसम्म पनि चाहिँ उच्च सावधानी आवश्यक छ। आम मान्छेहरूले के गर्नु पर्ला? र आम मान्छेहरूलाई अब यो आकस्मिक रूपमा आएको बाढी हो, यो वर्षाबाट सृजित भएको जस्तो देखिँदैन। तत्कालिक रूपमा हेर्दाखेरि त्यति उच्च वर्षा पनि यो माथिल्लो क्षेत्रमा अहिले भएको देखिँदैन। त्यस हिसाबले यो बाढी चाहिँ आकस्मिक रूपमा आउँछ, यो आकस्मिक रूपमा यो बाढी अन्त्य हुन्छ। त्यस हिसाबले यसको समय सम्भवतः आधा घन्टादेखि 1 घन्टासम्मको मात्रै रहनेछ मुगलिनसम्मको कुरा गर्दाखेरि। त्यस कारणले अब तत्काल लागु हुने गरी कम्तीमा मुगलिनसम्म यो बाढीलाई पुग्नको लागि हाम्रो आकलन अनुसार अर्को 4 देखि 5 घन्टा समय लाग्नेछ। भनेपछि आज बेलुकीसम्म नै अति उच्च सावधानी चाहिँ जरुरी छ। के गर्ने अब सूचना? अब सूचना लिनको लागि हामीले यो पेज मार्फत, फेसबुक पेज मार्फत सूचना जारी गर्नेछौँ। त्यस्तै यो बाढी पूर्वानुमान महाशाखा अन्तर्गत हामीले चाहिँ नियमित रूपमा हामीले एसएमएस सम्प्रेषणका कामहरू गरिराख्नेछौँ। तटीय क्षेत्रका आम बासिन्दालाई एसएमएसहरू हामीले पटक पटक बेलुकीसम्म पठाइराख्नेछौँ। यो अवस्था सामान्य नहुँदासम्म हाम्रो छिनछिनको सूचना लिइराख्नुहुन, 1155 टोल फ्री प्रयोग गर्नुहुन र 1155 टोल फ्री 1 र 2बाट आज हामी यो चाहिँ सूचना प्रवाह गर्नेछौँ। त्यस हिसाबले सबैलाई चाहिँ छिनछिनको सूचनाको लागि यो नम्बर प्रयोग गर्नुको लागि पनि हामी अपिल गर्दछौँ। धन्यवाद।